हेलो, सेवारो, नमस्ते अनि गुड मर्निङ साथीहरू। आज चाहिँ मैले घरमा समोसा बनाएको थिएँ, जसको भिडियो यहाँहरू समक्ष राख्न गइरहेछु। देख्न सक्नुहुन्छ यहाँनिर आँटा र आलुलाई मैले अलरेडी रेडी बनाएर राखिसकेको थिएँ। त्यसपछि आँटालाई यस्तो लामो लामो खालको बेलेर रोटी बनाएर कट गरिदिएँ। त्यसपछि समोसाको फ्रेम बनाउनुपर्छ, त्यसपछि आलु लगाएर प्याकिङ गर्नुपर्छ। यसरी समोसा रेडी भएको छ। देख्न सक्नुहुन्छ साथीहरू। राम्रो सेप त बनाउन सक्दिनँ, तर पनि यसो घरमा खाने लायकको चाहिँ भएको छ भन्नुपर्ला। अब समोसा रेडी भइसकेपछि मैले कराई बसाएँ। कराईमा तेल लगाएपछि यसलाई तात्तिन दिनु पर्यो। र यहाँ चाहिँ मेरो तेल तात्तिसकेको थियो। त्यसरी मैले समोसालाई वान बाई वान गर्दै लगाएर फ्राई गरिरहेको छु। ल अब भने चाहिँ मेरो समोसा पनि फ्राई गरेर रेडी भइसकेको छ। यहाँहरूलाई मेरो भिडियो कस्तो लाग्यो हेरेर अवश्य कमेन्ट गर्नुहोला भन्न चाहे। लु हेर्नुहोस् त साथीहरू, मेरो समोसा कस्तो भएछ। अहिले भने चाहिँ मेरो सबै समोसाहरू फ्राई गरेर निकालिसकेको छु। यहाँ देख्न सक्नुहुन्छ साथीहरूले, अब चाहिँ समोसा खानको निम्ति रेडी भएको छ। त्यसैले म चाहिँ सर्भ गरिरहेको छु। समोसासँग खानको निम्ति दुईवटा चटनी छ, एउटा चिल्ली, एउटा चाहिँ सस छ। So thank you for watching. Bye bye.